2036 सालको कुरा गर्दाखेरि पनि रेफरेन्डमको बेला जनमत संग्रहको बेला विदेशमा भएका नेपालीहरूले चाहिँ मतदान गरेका थिए। यदि त्यतिखेर मिल्छ भने अहिले यो एआई सम्म आएको चाहिँ यो टाइममा चाहिँ गर्न सकिदैन। 80 लाख नेपाली चाहिँ बाहिर बस्नुहुन्छ हैन, यो चाहिँ ठुलो चाहिँ पोर्सन हो कि भोटर्सको, मतदाताको चाहिँ ठुलो पोर्सन हो। यसलाई चाहिँ हामीले हेलचेक्राइ गर्नु हुँदैन। अब खाडीमा पसिना चुहाउँदै होस् या संसारको विभिन्न ठाउँमा पढाइ अथवा रोजगारीको सिलसिलामा चाहिँ बाहिर जानुभएको होस्, उहाँहरूले चाहिँ 26% चाहिँ नेपालको पपुलेसन चाहिँ उहाँहरू हो। सो उहाँहरूलाई त छुटाउने कुरै आउँदैन है। त्यो कारणले चाहिँ अब भन्न सरकारले डायस्पोरा नेपालीहरूलाई मतदान गर्न मिल्ने व्यवस्था तत्काल सुनिश्चित गर्नु पर्यो र यसको बारे चाहिँ अब उहाँहरूले चाहिँ अङ्कनाइ गर्नु भइरहेछ के मिल्दैन कसो मिल्दैन भनेर। त्यही भएर हामी सल्युसन सँगै आएको छौँ। हेर्नुहोस्, अब तपाईँको यो इन्टरनेसनल भोटिङ गर्दाखेरि चाहिँ पासपोर्ट चाहिँ एकदम वैधानिक डकुमेन्ट, त्यसमा चाहिँ तपाईँको बायोमेट्रिक्स पनि हुन्छ है। त्यो युज गरेर चाहिँ त्यसलाई भोटर्स कार्ड बनाउन मिल्छ, सजिलै मिल्छ। अब यसरी चाहिँ पासपोर्ट लगेर चाहिँ यो भोटर्स लिस्ट पनि गर्न मिल्छ अथवा सिधै यसलाई चाहिँ भोटिङ कार्ड पनि बनाउन मिल्छ है। त्यो एकदम सजिलो कुरा हो। अब त्यसपछि भोटिङ कसरी गर्ने? विदेशी भूमिमा अब अर्काको ठाउँमा अब भिड जाम गर्नु हुँदैन, लाइन लाग्नु हुँदैन, त्यो पनि हो। एम्बेसीको समस्या एउटा त्यो होला। तर अमेरिका जस्तो धेरै विकसित देशहरूमा चाहिँ भइरहेको एउटा चाहिँ मेल इन भोटिङ सिस्टम भन्ने हुन्छ, हुलाकबाट चाहिँ तपाईँको यो भोटिङ गर्ने। त्यो गर्न नसकिएला त? त्यो डेफिनेटली सकिन्छ। 80 लाख युवा, यो एप्रोक्स फिगर हो, 80 लाख एप्रोक्समा चाहिँ बाहिर हुनुहुन्छ। उहाँहरू देशकै हेलचेक्राइको कारण, रोजगारी नपाएर होस्, के कारणले होस्, उहाँ जानु परेको छ होइन। यो उहाँलाई जस्तो देशको माया कसलाई लाग्छ र? सो उहाँहरूले त बकाइदा भोट हाल्नै पाउनुपर्छ, यसलाई त छुटाउनै भएन। 2036 सालको कुरा गर्दाखेरि पनि रेफरेन्डमको बेला जनमत संग्रहको बेला विदेशमा भएका नेपालीहरूले चाहिँ मतदान गरेका थिए। यदि त्यतिखेर मिल्छ भने अहिले यो एआई सम्म आएको चाहिँ यो टाइममा चाहिँ गर्न सकिँदैन। यो चाहिँ भएन। विदेशमा भएको डायस्पोरा नेपालीहरूको चाहिँ भोट चाहिँ हाल्ने अधिकार चाहिँ सुनिश्चित गरिएन भने यो चाहिँ ठुलो हेलचेक्राइ हो। यो बेइज्जत गरेको हो जनतालाई। यो हुनै भएन है। यो हुनै पर्छ।